एकचोटि थुक्छु ल तिमीलाई देखेर के गरे क्या त्यस्तो केटी पटाउन सक्दैन एउटा बल्ल बल्ल मिलेको हैन फर्स्ट एपिसोडमा पनि अर्कोले लग्यो सेकेन्ड एपिसोडमा पनि अर्कोले लग्यो के तिमीहरू के यो हरेक एपिसोडमा के खाना पकाउँदै बस्यो केटीहरूलाई के छ क्या तिमीहरूसँग यस्तो कुरा अलिक केटा भएपछि अलिकति सिकेर आउन यसरी पटाउने ए केटीको लागि यस्तो गर्छु उस्तो गर्छु मैले हो यहाँ मध्येको डिजर्भिङ आई एम द बस म बस हो यहाँको भनेर अलिकति गर न तिमीलाई त लागेको तिम्रो थोपडा हेर्दाखेरि मैले अघि भने नि एउटा रेस्टुरेन्ट खोलेर राखिदिन्छु तिमीलाई खाना पकाउनेमा ठिक हुन्छ भाँडा मान्ने खाना पकाउने अनि यो शरीरलाई के हो यो डान्स बाहेक केही गर्न आउँदैन डान्स गरेको छ गीत गाएको छ हजारवटा केटी जतिवटा केटी सङ्गत भए पनि यही गीत गाएको छ शाहरुख खानको गाएको अलिकति ल्याउनु पर्यो अलिक भर्छन् हैन प्रदीपको त के हो पुरै त्यो मरामुसा जस्तो क्या अलिकति हुनु पर्यो नि यार छैन अलिकति दमै छैन क्या केटी पटाउनमा बिल्ला भयो यो एपिसोड आयो भने तिमीहरूको घोर बिल्ला एकचोटि फेरि ठुक्छु ल तिमीलाई सम्झेर अब जाऊ अब अर्को दिन फेरि अब केटीले के खाना पकाउनु भने चाहिँ रेसिपी हेर्दै गर अनि पटाउने कसरी पटाउने यसो 2-4वटा डायलग हेर्नु पर्यो अलिक हुनु पर्यो केटा म त केटा हैन तिमीहरू त केटाको भेषमा केटी हो जस्तो लाग्यो मलाई त छैन अलिकति केही पनि छैन ल लास्टचोटि तेस्रोचोटि ठुक्छु एकचोटि ल गुड नाइट